सद्गुरुदेव महाराज जी की जय। जगदम्बा श्री माता जी की जय। कैलाशपति महादेव की जय। बंदो गुरुपद कंजी कृपा सिंधु नररूप हरि महामोहतम पुंज जाशुभ चंद्र विकर निकर। या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। श्री आनंद कंद भगवान की जय। सबै साधु संत महात्माओं की जय। प्राणाधार परमपिता परमात्मा श्री गुरु महाराज जी उहाँको चरण कमलमा कोटि कोटि दण्डवत प्रणाम चढाउँदै आज उपस्थित यस जुम सत्संगमा देश विदेशमा रहनुभएका सम्पूर्ण श्रद्धालु भगवत भक्तजन साथै पूजनीय बाईजी महात्माजीको चरण कमलमा दण्डवत प्रणाम चढाउँदै सम्पूर्ण प्रेमीहरूलाई सादर जय श्री सत्यानन्द चढाउँदै मेरो दुई शब्द हजुरहरूको अगाडि पोखाउन लागिरहेको छु र हजुरहरूलाई आभार प्रकट गर्दछु किनभने मलाई यसरी यसमा एउटा जुमको माध्यमद्वारा हजुरहरूले सत्संग गर्ने मौका दिनुभयो र सत्संग एउटा यस्तो चिज हो, सत्संग नै संगत। जब हामी राम्रो संगत गर्छौं त जीवनमा परिवर्तन आउँदछ। त नराम्रो संगत पनि हुन्छ, राम्रो संगत पनि हुन्छ। जसरी एउटा गोरुको छालालाई ढोलक बनाइन्छ, जुत्ता पनि बनाइन्छ। त ढोलक बनिने गोरुको छाला मन्दिरभित्र प्रवेश गर्नु पाउँछ। त्यो मन्दिरमा एकदम बाजा गाजासँग उसले साथ दिइरहेको हुन्छ। राम्रो राम्रो धुनहरू, तबेला दुकी तबेलाहरू छालाकै हो। त्यो छाला जब दुकी तबेलामा मिलन हुन्छ, ढोलकमा मिलन हुन्छ, मन्दिरभित्र प्रवेश गर्नु पाउँछ। मन्दिरभित्र भजन गायकहरूले एकदमै राम्रो सङ्गीत सुनाएर त्यो बजाइरहेको हुन्छ। तर जब जुत्तामा जान्छ त्यो छाला, जुत्ता बनिन्छ, त्यो जुत्ता चाहिँ के हुन्छ, मन्दिरदेखि बाहिरै हुन्छ। र यो हो सङ्गतको फल। त हामी राम्रो सङ्गतमा आयौँ भने हामी परमधाममा पुग्न सक्छौँ, अनि नराम्रो सङ्गतमा गयौँ भने हामी नरकमा डुब्न सक्छौँ। र भगवानले भन्नुहुन्छ कि 84 जुनी पार गरेर चाहिँ हामीलाई मनुष्य जुनी चाहिँ एउटा महान जुनी दिनुभएको अरे। त 84 जुनी कति प्रकारको छ त भन्दाखेरि वृक्षमा 20 लाख, कृमिमा 9 लाख, जलचरमा 11 लाख, पंक्षीमा 10 लाख, जनावरमा 30 लाख अनि मनुष्यमा 4 लाख अरे। र यसरी 84 लाख, यसलाई जोड्दाखेरि 84 लाख जुनी अरे। अनि मनुष्य पनि 84 लाख भित्रै आउँछ। तर कति प्रकारको मनुष्य छ भन्दाखेरि 4 लाख। अब यसमा अमेरिकन पनि छ, अस्ट्रेलियन पनि छ, जापानिज, चाइनिज, संसारमा कतिवटा जातको मान्छेहरू छ भन्दाखेरि 4 लाखमा विभाजन गरेको रहेछ। र जनावरमा 30 लाख अनि वृक्षमा 20 लाख। वृक्षहरूको भेराइटी, अब उद्भिदको भेराइटी कति छ, फुलहरूको भेराइटी कति छ, त्यसमा 20 लाख विचरण गर्नु पर्यो। कृमि भनेको जुगाहरू भयो, नाम्लेहरू भयो, भुँडीमा लाग्ने जुगाहरू, नराम्रो नराम्रो टोइलेटबाट बनिने किराहरू भयो, यो कृमि जातिमा आउँछ। यसमा अब 9 लाख विचरण गर्नु पर्यो अरे। अनि पंक्षीमा 10 लाख। पंक्षी चराचुरुङ्गी जो अण्डाबाट उत्पन्न हुने चराचुरुङ्गीहरू छ, यसमा आज 10 लाख बताएको छ। अब जनावर भनेको ठुल्ठुलो पशु प्राणीहरू होइन, 4 खुट्टे जनावरहरूमा 30 लाख विचरण गर्नु पर्यो। यसरी अब मनुष्यको 4 लाख भेराइटी छ। अब कुन चाहिँ जातिमा हामी जन्मेको छौँ, त्यही संस्कारद्वारा हामीलाई आमा बाउले जे सिकाउँछ हामी त्यही सिक्छौँ। हामी नेपाली भएर जन्म्यौँ, हामी नेपालीकै संस्कारमा छौँ। अमेरिकनहरू अमेरिकनकै संस्कारमा छ, जापानिजहरू उनीहरूकै संस्कारमा छ। र यो चाहिँ के हो भन्दाखेरि कर्मको फल हो। खाली हात आयौँ खाली हात जान्छौँ भन्छौँ, भन्नु सजिलो छ, तर होइन। भाग्य लिएर आयौँ, कर्म लिएर जान्छौँ। हामी भाग्य लिएर आएको हुन्छौँ संसारमा। आमाको गर्भमा 9 महिनासम्म कस्तो आमा पाउँछौँ, कस्तो बाबा पाउँछौँ होइन। एउटा आमाले जन्मिँदै नानीलाई त्यागेर हिँडिदिन्छ, त्यस्तो आमा पनि पाउँछौँ कतिले। कि त होइन, अब नानीलाई छोडेर नानीलाई कहाँ विचलित बनाएर हिँडिदिने आमा बाउहरू पनि भेटाउँछौँ। र यस्तो प्रकारले आज हेर्नुहोस् कि कर्म चाहिँ हामी लिएर जान्छौँ, भाग्य चाहिँ हामीले लिएर आउँछौँ, अनि कर्म लगेर जान्छौँ।
र संसारमा हामीलाई आमा बाउ मिल्नु एउटा भाग्यको कुरा हो। अनि जाँदाखेरि चाहिँ कस्तो कर्म गरेर जानु भन्दाखेरि चाहिँ भगवानको नामको सुमिरन गर्दै गर्दै अन्तमता स्वगता भनेको छ भगवानले, कृष्णले गीतामा भगवान कृष्ण सम्झाउनुहुन्छ अन्तमता स्वगता सर्वधर्म परित्यज्य मामेकम शरणं व्रज। मयोरपित मनोर्बुद्धि, मन र बुद्धिलाई पनि के गर तिमीले मैमा समर्पित गर हे अर्जुन। अनि ज्ञानी र मोहमा केही अन्तर छैन। न हम वेदैन तपस्या न दानेन चेजया सके एवं विदो दृष्ट दृष्ट बाणसीमा यथा भनेको छ भगवानले। के भनेको भन्दाखेरि न म वेद पढेर पाउँछौ मलाई, न हम वेदैन तपस्या, न तपस्याले पाउँछ कलियुगमा, न दानैन चेजया न दान पुण्यले पाउँछ मलाई भनेको छ। दान पुण्य बडे बडे दान पुण्य गर्नुहोस् र पनि भगवान पाउँदैन। किन पाउँदैन भन्दाखेरि आत्मज्ञान छैन। आत्मज्ञान नलिन्जेलसम्म भगवान देखिँदैन, भगवान पाउँदैन। न दानेन चेजया सके एवं विदु दृष्टु दृष्ट बाणसीमा यथा। जबसम्म यो दृष्टि खोलिँदैन, यो भ्रिकुटी महलको थर्ड आईलाई जबसम्म सन्त महात्माले खोलिदिँदैन, तब हामी अन्धकारमा डुबिरहेको हुन्छौँ। यो मायावी संसारमा हामी डुबिरहेको हुन्छौँ। र यसकारण आज सत्सङ्गले हामीलाई के गर्छ भन्दाखेरि उज्यालो मार्गतिर लान्छ। उज्यालो मार्गमा जाऊ भनेको छ उपनिषदमा। असतोमा सतगमय तमसोमा ज्योतिर्गमय मृत्युमा अमृतम गमय। असत्यदेखि सत्यमा जाऊ, मृत्युमा अमृतलाई प्राप्त गर, अनि तमसोमा ज्योतिर्गमय, तम भनेको अन्धकारमा तिमीले ज्योतिलाई प्राप्त गर। अब ज्योति कसरी प्राप्त गर्ने त? भगवान त ज्योति स्वरूप छ अरे। गड इज लाइट एन्ड इन देयर इज नो डार्कनेस। भगवान यस्तो उज्यालो चिज छ, तर भगवानले त्यो उज्यालो चिज कहाँ राखिदिनु भन्दाखेरि God made man from the dust of the ground. God made man in his own image. भगवानले हामीलाई पञ्चतत्व मिलाएर चाहिँ माटोको पुतला बनाउनु भयो रे। पृथ्वी अग्नि तेज वायु जल, यो पाँचवटा तत्त्वले चाहिँ हाम्रो शरीर बनियो। God made man in his own image. उहाँले आफ्नो शकल दिएर बनाउनु भयो भगवानले हामीलाई। प्रभुले जस्तो उहाँको रूप छ, आँखा जहाँ छ भगवानको हाम्रो त्यहीँ छ, नाक कान सारा स्वरूपमा उहाँको आफ्नो बडीमा नै हामीलाई निर्माण गर्नुभयो। तर त्यो ज्योति कहाँ राखिदिनु भयो? हामी भित्रै राखिदिनु भयो त्यो ज्योति, जसलाई गायत्री मन्त्रमा भन्दैछ ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात्। रात दिन म धीमहि भनेको ध्यान गर्दैछु। हामी क्षेत्रीय ब्राह्मणले जब जनै लगाउँछौँ, जनै भनेको जनाउनु, त्यो कुरोलाई बुझाउनु भनेको। अब थर्ड आई जनाउनु पर्यो। ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो, ज्योतिलाई देखाउनु पर्यो, त्यसलाई जनाउनु पर्यो। जनाउनुलाई चाहिँ जनाई भनेको हो। जनाउनु सक्नु पर्यो त्यो कुरोलाई। र आज समयको सद्गुरुले जनाइदिँदैछ, सन्त महात्माले हामीलाई जनाइदिँदैछ। त्यो जनाई हामीले आत्मज्ञानी प्रेमीले आत्मज्ञान लिनु चाहिँ जनाई लगाउनु हो। क्षेत्रीय ब्राह्मणले जनाई लगाएको जस्तै जुनै जातले पनि जनाई लगाउनु पाउँछ। उहिले उहिले स्त्री जातिले गायत्री मन्त्र नजप्नु भन्थ्यो। हामी केटाकेटी हुँदा गीता छुनु दिन्थेन हाम्रा आमाहरूलाई। पण्डितहरूले यो गीता त लेडिसले छुनु हुँदैन भन्थ्यो। तर होइन रहेछ नि त, होइन? अनुराधा पौड्यालले त एकदम सिडीमा क्यासेट लगाएर हामी सुन्छौँ। ओम भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात् भनेर उसले त 108 पल्ट त्यो सिडी बजेको छ, क्यासेट लगाएको छ घरमा। एउटा लेडिज भएर, एउटा नारी भएर उसले गाइदियो त गायत्री मन्त्र। किन भन्दाखेरि पावर सबैमा छ। आज भगवान कृष्णलाई जन्माउने पनि लेडिज हो, रामलाई जन्माउने पनि लेडिज हो। आमा बिना त केही पनि छैन संसारमा। यसकारण आमाको शक्ति चाहिँ के हो त? महान शक्ति। आमाले धरातलमा हामीलाई जन्म दिनुभयो। आमा बाबाको ऋण हामीलाई कति छ, माता पिताको ऋण, होइन? यस्तो प्रकारले चाहिँ हामीलाई आज एउटा भाग्यमा हामीले आत्मज्ञानी आमा बाउ पाउनु, यो एउटा भाग्यको कुरो हो। छोराछोरीले आत्मज्ञानी आमा बाउ पाउनु, घरमा रहन सहन सबजना आत्मज्ञानी हुनु, सन्त महात्माको आज चरण राखिदिनु घरमा, होइन? चरण पर्नु, सन्त महात्माले बार बार आएर सत्सङ्ग गर्नु। अहिले कलियुगमा त हामी स्वयं भगवानसँग छौँ। यो त सतयुग। उहिले स्वर्ण जयन्तीमै महाराजजीले यो सतयुग भनेर घोषणा गरिसक्नु भएको हो। हामी तपाईँ सतयुगमा छौँ। हामीले सत्य ज्ञान पाएको छौँ, अनि अमृतको ज्ञान पाएको छौँ। हामी यो कलियुग भएर पनि हामीलाई सत्ययुगभित्र हामीलाई प्रवेश गराइसक्नु भएको छ महाराजजीले। हामी भगवानको साथमा छौँ। रामा
बुलावा भेजिया दिया कबीरा रोई, जो सुख साधु सङ्गमे सो वैकुण्ठ नहोई। वैकुण्ठमा पनि यो आनन्द छैन जहाँ सन्त महात्मासँग हामी बसेको छौँ, जहाँ पूज्य सन्तहरूको सत्सङ्ग आइतबारै पछि शनिबारै पछि हामी सुन्छौँ, कोठे सत्सङ्गमा जान्छौँ, सन्त महात्मासँग मुलाकात भइरहन्छ। यो के हो भन्दाखेरि कलियुगको हाम्रो एउटा तपस्या हो, होइन? हामी घोर तपस्या गरेर पिपलको फेदमा भगवान् बुद्ध जस्तो बस्न सक्दैन कलियुगमा। कलियुगको नानीहरू कमजोर छ। कम्प्युटरको जमानामा उनीहरू एउटा शिथिल भएर कम्प्युटर चलाएर बसिरहेको छ। उनीहरू जङ्गलमा तपस्या गरेर बस्नु, भगवान् खोज्नु ध्रुवले जस्तो प्रहलादले जस्तो सक्दैन अहिलेको समयमा। किन? किनभने कलियुग केवल नाम आधार सुमिर सुमिर नर उतारी पार भनेको छ। नामकै मात्रै आधार छ कलियुगमा। त्यो नाम चाहिँ के हो त भन्दाखेरि आज हनुमानले त्यो नाम लङ्कामा जाँदाखेरि होइन, त्यो नाम जपेर गयो, त्यो मुद्रालाई लगाएर गयो। जब सीता मातालाई हर्यो, सीता मातालाई लक्ष्मणले रेखा कोरिदिएको थियो, यो रेखादेखि, यो बााउन्ड्रीदेखि तिमी बाहिर ननिस्किनु, कुनै पनि साधु आउँछ, सन्त आउँछ, भित्रैबाट दान दक्षिणा दिनु भनेको थियो लक्ष्मणले। सुनको मारिसले छल गर्यो, मारिसले छल गरेर सुनको मृग भएर आइदियो। त्यो सुनको मृग चाहिन्छ भनेर स्त्री हट, अब नारीको हट लक्ष्मणलाई पठायो। राम भगवान् त्यो खोज्नु पठायो सुनको मृगलाई। अनि रावणले छल गरेर आउँदाखेरि जबसम्म तिमीले यो लक्ष्मण रेखा नाङ्दैनौ म दक्षिणा लिदिनँ भनेर भन्यो। त्यो बााउन्डेरी नाङ्नु नै, त्यो लक्ष्मण रेखा नाङ्नु नै सीता माताको भुल हो नि त। कसरी भुल भन्दाखेरि हाम्रो पनि जब खेचरी मुद्रा चाहिँ महाराजीले यो एउटा बााउन्डेरी दिएको छ। नामको सुमिरन भनेको सीता माता चाहिँ हाम्रो हृदयमा चाहिँ आत्मा स्वरूपमा बसेको छ। या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः भनेको छ नि। देवी चाहिँ कहाँ छ? हाम्रो जगदम्बेमा चाहिँ घट घटमा हामीलाई चलायमान आमा भएर हामीलाई जिउँदो राखिरहेको छ। मेरो आमा भएर, मेरो देवी भएर, मेरो महाकाली भएर, महाचण्डिका भएर मलाई बचाइरहेको छ मेरो आमाले। उसलाई चाहिँ हामीले बााउन्डेरीदेखि ननाग्नु भनेको चाहिँ खेचरी मुद्रा लगाइरहनु पर्यो प्रेमीहरूले। खेचरी मुद्रा चाहिँ के हो? कुशको औँठी दिन्छ हामीलाई। यो अम्लामा कुशको औँठी लगाएर पानी सङ्कल्प गर भन्छ नि ब्राह्मणहरूले पूजामा, पण्डितहरूले। पानी सङ्कल्प गर, कुशको औँठी लगाऊ, अन्त मात्रै त्यो पूजा चोखो हुन्छ। पानी सङ्कल्प गर्छौँ, तिलानी पानी हामी उचाल्छौँ, पानी त चुहेर औँठीबाट तप तप बटुकामा चुन्छ। अब त्यो औँठी लगाउनुको मतलब, पानी सङ्कल्प गर्नुको मतलब के हो? त्यो कुशको औँठी नलगाइकन पूजा शुद्ध हुँदैन। त्यस्तै प्रकारले खेचरी मुद्रा नलगाइकन नाम शुद्ध हुँदैन, ईश्वरको नाम शुद्ध हुँदैन। यसकारण महाराजजीले हामीलाई खेचरी मुद्रा कहाँबाट दियो? अथर्व वेदबाट दिनुभयो। 4 वेदको ज्ञान, यजुर्वेदमा प्रकाशको ज्ञान छ, अथर्व वेदमा अमृतको ज्ञान छ, साम वेदमा अनहद धुन, ब्रह्मनाथको धुनको अनहद धुनको ज्ञान छ, अनि ऋग वेदमा ईश्वरको नामको ज्ञान छ। त हनुमानले आज सुन्दरकाण्डमा भगवान रामले लेख्नुहुन्छ, तर्छु छार समुद्र आज सहजै भन्याइराधाधरी, श्रीरामको चरणारविन्द मनले अत्यन्त चिन्तन गरी, भन्छन् वीरहरूलाई ताई हनुमान हे वीर हो पार तरी, सीताजी पनि भेट्दछु म अहिले जान्छु बडो बेग धरी, पापी जन पनि रामका स्मरणले संसार पार तर्छ ता, रामकै काम निमित्त औँठीसँगली जान्छु दुतै हुँ म ता, क्या डर छार समुद्र तर्न सहजै पहुँचन्छु लङ्का भनी, चारै पाउ जमिन विषे धसी कुद्या हेर्दै तमासा पनि, दक्षिण तरफ मुख गरिकन कुद्न बस्दा उपर नजर दिई अघिका 2 पाउ धस्ता, सोझो गराइकन घाँटी कुद्या जसैता वायुसरी हुन गयो हनुमन्त सैता, वायुसरी भयो, आकाश मार्ग गरेर कुदेर गयो हनुमान। र यस्तो प्रकारले हनुमानले त्यो खेचरी मुद्रा चाहिँ के हो? कुशको औँठी हो। हामीलाई पूजा शुद्ध त्यति बेला हुन्छ जब हामी कुशको औँठी लगाएर पूजा गर्छौँ। अनि टोइलेट जाँदा, शौचालय जाँदा कुशको औँठी खोलेर मात्रै जानुहोस् भन्छ पण्डितजीले। त्यस्तै प्रकारले जनै लगाउनेले शौच गर्दाखेरि कानमा जनै झुन्डाएर जान्छ। के हो भन्दाखेरि त्यो जनै चाहिँ श्वासको धागो हो।
त्यो अपवित्र नहोस् भनेको छ। श्वासको डोरी चाहिँ अपवित्र नपारौँ, खानपान शुद्ध राखौँ, शरीरलाई शुद्ध राखौँ। त्यो श्वासको डोरीलाई अपवित्र राख्यौँ भनेदेखि के हो भन्दाखेरि टोइलेट जाँदाखेरि जनै झुन्डेको जस्तै हो त्यो, होइन? त्यस्तो प्रकारले चाहिँ आज पवित्र बस्नु, श्वासको डोरीलाई पवित्र राख भनेको छ। यो श्वासको डोरी पवित्र राख्नु चाहिँ 7 रज तम 3 गुण छ संसारमा, तर सात्विक बन्नु, सात्विक भोजन गरेर शुद्ध बस्नु प्रेमीको कर्तव्य हो। महाराजजीले त आज भन्छ नि प्रेमीले, ए मासु नखाऊ भनेको छैन नि महाराजजीले, जे खाँदा पनि हुन्छ त्यो होइन। हामीलाई सद्बुद्धि दिएको छ भगवानले, के खानु के नखानु। जिब्रो चाट्नेले, कुकुरहरूले, बाघहरूले चाहिँ मांसाहारी प्राणी हो, उसले मासु खान्छ। तर हामी शाकाहारी प्राणी हो, घाँस हामी उब्जेको अन्न पानी खान्छौँ। गाईले शाकाहारी हो, गाईले घाँस खान्छ, बाख्राले घाँस खान्छ, होइन? घाँस खाने हामी, उद्भिद खाने हो हामी मान्छे पनि, प्राणीहरू हामी उद्भिद खाने, हामी शाकाहारी प्राणी हो, हामी अन्न पानी खाने हो। हामी पानी हामी पिउँछौँ, चाड्दैनौँ पानी, ग्लासमा हामी पिउँछौँ। कुकुरले, बाघले पानी पोखरीमा गएर चाड्छ, उनीहरू मांसाहारी हो। अनि सुत्दाखेरि नङ्ग्रा देखाएर सुत्छ उनीहरू, अगाडि नङ्ग्रा देखाएर। अनि शाकाहारी प्राणी गाईले चाहिँ खुट्टा लुकाएर सुतेको हुन्छ यसरी, त्यो गौ आसनमा हेर्नुहोस् तपाईँले, उनीहरूले खुट्टा नङ्ग्राहरू सबै आफ्नो खुरहरू लुकाएर बसेको हुन्छ। बाख्रा पनि यसरी खुरहरू लुकाएर बसेको हुन्छ सुत्दाखेरि। र शाकाहारी र मांसाहारी प्राणीमा पनि अन्तर छ हेर्नुहोस्। र जिन्दगीलाई त्यसै हामी नडुबाउँ। 84 लाखको त महान जुनी हामीले पाएको छौँ। यो जुनी हेर्नुहोस्, त्यो कृमिदेखि, वृक्षदेखि, त्यो पंक्षीदेखि माथि उठाएर चाहिँ हामीलाई महाराजजीको कृपा भएर, भगवानको कृपा भएर हेर्नुहोस् हामीलाई यो जीवन मिलेको छ। आज स्वामी विवेकानन्द अमेरिकामा जानुभयो नि, त उहाँले आफ्नो प्रवचनमा के भन्नुभयो, कहाँ पश्चिमी देशका मानिसहरू, होइन, आफ्नो जिन्दगीलाई खाली खानु पिउनु सुत्नुमा मात्रै नराख भन्नुभयो। लाइफ इज सर्ट, डोन्ट मेक इट सर्टर। लाइफ इज नट ओन्ली टु इट, ड्रिङ्क एन्ड बी मेरी, इट इज रियलाइजेसन, द ट्रु रियलाइजेसन अफ गड। स्वामी विवेकानन्दले सम्झाउनु भयो, यो खानु लाउनु सुत्नु मात्रै जिन्दगी होइन, जिन्दगी छोटो छ। लाइफ इज सर्ट, डोन्ट मेक इट सर्टर। यसलाई अझै खाएर तिमीले नराम्रो चिज खाएर छोटो नबनाऊ, होइन? आत्मालाई दुःख नदेऊ नराम्रो नराम्रो चिज खाएर तिमीले। स्वामी विवेकानन्दले सम्झाउनु भयो अमेरिकावासीहरूलाई। इट इज रियलाइजेसन, द ट्रु रियलाइजेसन अफ गड। भगवानको साक्षात्कार गर्ने बडी पो पाएको छौँ त हामीले। भगवानलाई हेर्नु सकिन्छ, देख्नु सकिन्छ, किनभने सद्गुरु महाराज फुल पावर लिएर सद्गुरु, पूर्ण सद्गुरु आएको छ नि त संसारमा, देखाउनेवाला आएको छ। एउटा हामी स्कुल पढ्दै पढ्दै आयौँ, होइन? अन्त सबै टिचरहरू रहेछ त, म्याथ्सको टिचर पनि रहेछ, साइन्सको पनि रहेछ, भूगोलको पनि रहेछ, जियोग्राफीको पनि रहेछ। सबै टिचरहरूले त सबै ज्ञान दिँदै दिँदै हामीले डिग्री हासिल गऱ्यौँ होला। कोही डक्टर बन्यो, कोही इन्जिनियर बन्यो, इम्पोसिबल त केही पनि छैन। विद्या त अनन्त छ, कति पिएचडी गर्नुभयो होला, कति कहाँ साइन्टिस्ट बन्नुभयो होला। अन्त नहुने कुरो के छ? आज ज्योति देख्छ, भगवानलाई देख्छ भन्दा चाहिँ ए मान्छेले भन्छ कि होइन यिनीहरूले जोतेको, यिनीहरूले ढाँटेको भन्छ। तर होइन, म भन्दैछु, मैले 15 वर्षमा उपदेश लिएको, ज्ञान लिएको, मैले स्कुल पढ्दा पढ्दै मैले ज्ञान लिएको। आज 1983 सालमा मैले ज्ञान लिएको, 22 सेप्टेम्बरमा पूज्यनीय बाईजी, दिना बाईजीको हातबाट मैले ज्ञान लिएको, हेर्नुहोस्। र आज यो उमेरमा मैले अनुभव गरेर हेर्दाखेरि योदेखि उपरान्त चाहिँ कुनै ज्ञान छैन। हेर्नुहोस्, आत्मा तत्त्वदेखि उता चाहिँ केही ज्ञान छैन। किनभने 4 वेद कण्ठस्थ गरेर पनि त्यो वेद नेति वेद एउटै थियो। वेद व्यासले त्यसलाई 4 भागमा विभाजन गर्नुभयो। त्यहाँदेखि 108 उपनिषद बनाइदिनु भयो, भागवत कथाहरू बनाइदिनु भयो, 18 पुराणहरू बनाइदिनु भयो। तर फर्स्टमा सुरुमा वेद एउटै हो। र 4 वेदको ज्ञान, यजुर्वेदबाट प्रकाशको ज्ञान दिनुभयो महाराजजीले, होइन? थर्ड आई खोलेपछि ध्यानमा, मेडिटेसनमा हामी प्रकाश देख्छौँ। भगवान प्रकाश स्वरूप छ, होइन? भगवान ज्योति स्वरूपमा छ। सगुण रूपमा आउनुहुन्छ। कृष्ण सगुणमा आयो, राम सगुणमा आयो, होइन? बुद्ध भगवान सगुणमा आयो। तर निर्गुणको हामी ध्यान गर्नु सिकायो नि त। ईश्वर कहाँ रहेछ? ईश्वर अंश जीव अविनाशी, मन मन्दिर दिल द्वारिका काया काशी जान, 10औं द्वार तेह्र धामी ज्योति पहिचान। यो 10औं द्वारलाई बन्द गरेर हामी आज्ञा चक्रमा जब जान्छौँ, 9 द्वार हाम्रो बन्द हुन्छ। कानलाई बन्द गर्नुहोस्, आँखालाई बन्द गर्नुहोस्,
सारा द्वारहरू विषय वासनालाई छोडिदिनुहोस् हैन। यो 10 इन्द्रियलाई एक गरेर जब मन बुद्धिदेखि पनि टाढो भनेको छ, मन र बुद्धिदेखि पनि भावतीतम त्रिगुणा रहितम सद्गुरुतम नमामि। सद्गुरु र यसकारण हामी नमस्कार गर्छौँ, भावनादेखि पनि टाढो हैन, बुद्धिदेखि पनि टाढो सचित आनन्द स्वरूपले उहाँ बस्नुभएको छ यो ब्रह्माण्डमा। भृकुटीको महलमा उहाँ हामीलाई दर्शन दिनुहुन्छ। ब्रह्म मुहुर्तमा उठेर ध्यान गर्छौँ। ध्यान गर्ने प्रेमीलाई उसलाई भनिरहनु पर्दैन, सिकाइरहनु पर्दैन। सन्त महात्माले हामीलाई गोरेटो देखाउने काम गरिदिनु भयो, तर सन्त महात्माले लट्ठी लिएर बिहानै हाम्रो घरमा आएर ध्यानमा बस भन्नु त उहाँले सक्नुहुन्न नि। महाराजीले उहाँलाई ज्ञान दिनु पठाउनु भएको, तर घर घरमा डन्ठा लिएर जा, त्यो प्रेमीलाई ध्यानमा बसा भनेको छैन महाराजीले। हाम्रो ड्युटी हो, हाम्रो कर्तव्य हो। हामीले ज्ञान लिएपछि हामीले दियो कलशको अगाडि, भगवा वस्त्रको अगाडि हामीले कसम खाएको छौँ, म ध्यान गर्छु, तन मन धनले म सेवा गर्छु भनेर हामीले भनिसकेपछि ब्रह्म अग्नि साक्षी राखेर, कलश साक्षी राखेर हामीले ज्ञान लिएको छौँ। सत्सङ्ग कति आनन्ददायक छ। नारद मुनिले सत्सङ्गको महिमा कस्तो छ भनेर भगवान् विष्णुलाई सोध्नु जाँदाखेरि त भगवान् विष्णुले भने कि तिमी पृथ्वी लोकमा जाऊ, अनि त्यहाँ एउटा तितिरीको बोट छ, इमलीको बोट छ। त्यो इमलीको बोटमा चाहिँ एउटा के छ, भालेमुङ्ग्रो छ, त्यहाँ गएर सोध, भालेमुङ्ग्रोलाई सोध। त गिरगिट भन्छ, त्यो गिरगिटलाई गएर सोध। त भगवान् विष्णुले जब पठाउनु भयो नारद मुनिलाई, त नारद मुनि जब आएर गिरगिटलाई सोध्छ कि जङ्गलको एकान्तमा त्यो इमलीको बोटमा, त गिरगिटको प्राण गयो। सत्सङ्गको महिमा के हो भन्ने बित्तिकै उहाँले प्राण त्याग दिनुभयो। त्यस्तै प्रकारले अब फेरि भगवान् विष्णुको पासमा गएर सोध्यौ भनेर भन्दाखेरि त्यो सोध्ने बित्तिकै गिरगिट मर्यो। अब कहाँ जानु? त एउटा सुगा छ सेठजीको घरमा, त्यो सुगालाई पिञ्जडामा गएर सोध। त फेरि सेठजीकोमा आएर सुगालाई सोध्यो सत्सङ्गको महिमा के हो। सोध्ने बित्तिकै सुगा पनि मर्यो। फेरि भगवान् विष्णुको पासमा गयो नारद मुनि, अनि भन्छ कि सोध्यौ भनेर भन्दाखेरि त्यो सुगा पनि मर्यो। अब कहाँ जानु? अनि भगवान् विष्णुले भन्छ कि एउटा राजा छ त्यो नगरमा, त्यो राजाको छोरा जन्मिएको छ, जाऊ त्यो छोरालाई गएर त्यो सानो नानी छ त्यो नानीलाई सोध। नारद मुनि डराउँछ। अब दुईटा मैले प्राणीहरू मारिसकेँ, गिरगिट पनि मर्यो, सुगा पनि मर्यो, अब राजाको छोरा पनि मर्यो भने म त अब दण्ड पाउँछु राजाबाट, त मलाई सजाय मिल्नेछ, कसो गर्नु त अब भनेर भन्दाखेरि होइन तिमी जाऊ, केही पनि गर्दैन राजाले, सोध भनेर भगवान् विष्णुले पठाउनु भयो। अनि जब राजदरबारमा आएर आज्ञा माग्छ मन्त्रीहरूलाई, म राजाको छोरा हेर्नु आएको, भगवान् विष्णुले पठाएको भन्दाखेरि अब राजदरबार खुल्ला हुन्छ, मन्त्रीहरूले आज्ञा दिन्छ, अनि जाऊ राजालाई भेट। अनि राजाले के को लागि आयो नारद मुनि भनेर सोद्धाखेरि म हजुरको छोरासँग एउटा प्रश्न सोध्नु आएको। के छ प्रश्न सोध त। छोरालाई गएर कोक्रोमा झुलामा झुलिरहेको छोरा सानो नानी हुन्छ, ऊ खेलिरहेको छ, हाँस्दै खेलिरहेको छ झुलामा। तर नानीलाई दण्डवत प्रणाम गर्छ नारद मुनिले। म एउटा कुरा सोध्नु आएको, हजुरलाई भगवान् विष्णुले पठाउनु भएको छ, मलाई उहाँको आज्ञा लिएर आएको, सत्सङ्गको महिमा चाहिँ के हो मलाई बताइदिनुहोस्। त्यो राजाको छोरा राजकुमारले त्यो कोक्रोबाट बोलिदिन्छ सानो आवाजमा, उसले नानीको आवाजमा बोल्छ कि तपाईँले कस्तो नबुझ्नु भएको नारद मुनि, सत्सङ्गको महिमा यही नै हो। जति बेला म एउटा छेपारा भएर भालेमुङ्ग्रो भएर इमलीको बोटमा म घाम ताप्दै ढाड सेकाइरहेको थिएँ, सत्सङ्गको महिमा सोध्नुभयो, म मेरो प्राण गयो, मेरो आत्माले मुक्ति पायो। सत्सङ्गको महिमा भन्ने बित्तिकै म सुगाको जुनीमा आएँ, सेठजीले मलाई फेरि पिञ्जडामा बन्द गरिदियो, फेरि पिञ्जडामा बन्द हुने बित्तिकै फेरि तपाईँलाई भगवान् विष्णुले पठाउनु भयो, सत्सङ्गको महिमै सोध्नुभयो, मेरो त्यति बेला पनि प्राण गयो। अब त्यो प्राण सुगाको आत्मा कहाँ गयो भन्दाखेरि यसरी म राजकुमार भएर मेरो आमाको कोखमा, रानीको कोखमा म 9 महिना गर्भ धारण गरेर आज राजकुमार भएर यहाँ जन्मे। हेर्नुहोस्, तपाईँको सन्तको दर्शन अनि सत्सङ्गको महिमाको कारण चाहिँ यही नै हो, फल यही हो। नारद मुनि जस्तो एउटा महान सन्त भेटाएँ मैले 84 जुनीमा। तपाईँले सत्सङ्गको महिमा सोध्नु आउनुभयो, मैले तपाईँको दर्शनले मेरो मुक्ति भयो, सन्त महात्माको दर्शनले मेरो मुक्ति भयो। अनि सत्सङ्गको महिमा के हो भनेर भन्दाखेरि मलाई आज यो जुनी प्राप्त भयो, मनुष्यको जुनी प्राप्त भयो। र हेर्नुहोस्, सत्सङ्गको महिमा र सन्त महात्माको दर्शनको चाहिँ यस्तो ठुलो भ्यालु रहेछ, यस्तो ठुलो महत्त्व रहेछ, र हामीले यो कुरोलाई बुझौँ होइन। र यसरी मौका दिनुभयो मलाई, सन्त महात्माको सत्सङ्ग हामी सुनौँ। र युएसका सारा प्रेमीहरूलाई, राम भाइलाई, जति पनि हाम्रो उत्कृष्ट भाइ हुनुहुन्छ उहाँलाई धन्यवाद चढाउँदै, सारा प्रेमीहरूलाई मेरो जय श्री सत्यान चढाउँदै, मेरो टाइम सायद भयो जस्तो छ
हैन। र हजुरहरूले मौका दिनुभयो भने फेरि फेरि म मिल्नेछु र म सिधै कुरा गर्छु। मेरो घरमा मेरो चाहिँ नेट प्रब्लम छ। राम भाइले मलाई हमेसा विकली नै मलाई त्यो जुम हालिदिनुहुन्छ, तर म हेर्नै सक्दिनँ। मेरो घरमा चाहिँ प्रब्लम छ, नेटको प्रब्लमले गर्दाखेरि म हजुरहरूसँग जोड्नु सकेको छुइनँ। र मेरो यो अहिले दिदीको घरमा मैले एउटा भान्जीको सहायताले म यहाँ आएको छु र भान्जीको सहायताले गर्दाखेरि हजुरहरूसँग मुलाकात भइरहेको छ। मेरो दिदीको छोरी, मेरो अति प्रिय भान्जीले मलाई यसरी उहाँको एउटा होइन माध्यमद्वारा म हजुरहरूसँग यहाँ जुममा भेट्न पाइरहेको छु। यो मेरो दिदीको घर हो र हजुरहरू यहाँ मेरो दिदी भेना हुनुहुन्छ, भाइ भान्जी सबै ज्वाइँहरू हुनुहुन्छ र हजुर सम्पूर्णबाट हामी तपाईँहरूलाई जय श्री कृष्ण चढाउँदै मेरो समयलाई म यहीँ अन्त गरिरहेको छु। र पूजनीय सन्त महात्माको चरण कमलमा कोटि कोटि दण्डवत प्रणाम छ। महाराजीलाई कोटि कोटि दण्डवत प्रणाम चढाउँदै हजुरहरूलाई बहुत बहुत धन्यवाद दिँदै सारा युएसका प्रेमीहरूलाई अनि जति पनि यसमा प्रोग्राममा जोड्नु भएको छ सबैलाई मेरो नमस्कार, जय श्री सच्चिदानन्द भन्दै हजुरहरूबाट ओझल हुन चाहन्छु। प्रेम से बोले सद्गुरुदेव महाराज जी की जय, जगदम्बा श्री माता जी की जय।